गाइस वेलकम बैक टू माई च्यानल। बैक टू बैक भिडियो आइरहेछ हैन, किनभने मैले तपाईहरुलाई भनेको थिएँ जस्तो जुन चाहिँ मैले यो काम गर्दैछु हैन, यसको बारेमा तपाईहरुलाई म एक्सप्लोर गराउँछु कस्तो हुन्छ के हुन्छ भनेर 3 दिनदेखि मैले गरिरहेको थिएँ हैन। पार्ट 1 भयो, पार्ट 2 भयो, अब चाहिँ पार्ट 3 आउँदैछ। सो पार्ट 1 मा जस्तो मैले सबै यो खुर्के हैन, यतातिर पनि देख्न सक्नुहुन्छ। जस्तो मैले यो सबै खुर्के पार्ट 1 मा हैन, अनि पार्ट 2 मा हिजो यो सबै जिलाए हैन, माटोहरु झारे, अनि यसरी सबै फेके हैन, यतातिर साइड साइडमा सबै फेके। अनि आज चाहिँ पार्ट 3 मा चाहिँ के छ भन्दाखेरि मेरो खन्नु पर्ने छ। खन्नु भन्दाखेरि चाहिँ यो खन्नु कारण चाहिँ के भन्दाखेरि चाहिँ हामीले यो चाहिँ के भयो भन्दाखेरि माटो अलिक दरै छ नि त हैन, यो चाहिँ अलिक माटो दरै छ। अनि यहाँ डाइरेक्ट रोप्यो भने चाहिँ के हुन्छ, माटो पल्टेको हुँदैन। माटो पल्टेन भने चाहिँ मोलहरु यताउति राम्रो हुँदैन के। त्यही भएर चाहिँ यसरी खन्यो भने चाहिँ अब हेर्नु, खन्यो भने अब माटो पल्ट्यो नि त हैन। माटो जुन चाहिँ त्यो माथिको थियो त्यो तल जान्छ, तलको माटो माथि आउँछ, चिसो माटो माथि आउँछ। त्यो भएर चाहिँ हामीले खन्नु एकदमै जरुरी हुन्छ। त्यो चाहिँ फेरि ठुल्ठुलो पुलीको लागि पर्दैन, जस्ट जुन चाहिँ लास्ट इयर हामीले रोपेको थियौँ गुवाको गुटी, त्यसको लागि चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ हामीले खनेरै रोप्नुपर्ने। मजाले जिलाएर, किनकि त्यो चाहिँ भर्खर 1 वर्षको हुन्छ नि त हैन, त्यो चाहिँ सानै हुन्छ। त्यसको लागि चाहिँ हामीले एकदम खनेर मजाले सफा गरेर गरेन हाम्रो। ठुलोको लागि चाहिँ हामीले पर्दैन, अलिकति फाडफुड गऱ्यो त्यहाँबाट डाइरेक्ट खाल्टा बनाइहाल्दा हुन्छ। सो यसरी सानोको लागि प्रोसेस यस्तो हो। सो देख्नुभयो तपाईले हैन कसरी खन्नुपर्छ भनेर। सो आज चाहिँ मेरो खन्नेकै प्रोसेस थियो। सो आजलाई चाहिँ मैले खनेर सकेँ हैन। सो आजलाई भने चाहिँ यति नै। सो थ्याङ्क यू सो मच एभ्रीवन, एन्ड प्लिज फलो माई पेज एन्ड सेयर, एन्ड यसरी नै माया गरिदिनु होला सबैजनाले। थ्याङ्क यू।